नमस्ते सेवारो। नमस्ते सेवारो। आज चाहिँ हामी इलाम चियाबारी फेरि घुम्न जाँदैछौँ क्या। कति भन्यो 15-16 दिन पछाडि होला। फेरि के कस्तो छ इलामको चियाबारी, कस्तो रुममा बस्दा दिक्क लाग्यो नि त। अनि फेरि चियाबारी जाँदैछौँ हामी दुईजना दिदी बहिनी। हामी तपाईँहरूलाई चियाबारी गएर देखाउँछौँ। हामी चाहिँ अहिले यहाँनिर चियाबारी आइसकेको छौँ। धमिरा फुल्दै छ। धमिरा फुल्दै अहिले माथि कार्यालय जाँदैछौँ साथीहरू। अनि बहिनीको काम छ नि त त्यहाँ। मैले अगाडि होला आइपुग्दैन। हेलो गाइस, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल एगेन। फेरि पनि तपाईँहरूलाई स्वागत छ। भिडियो चाहिँ कहाँ पुग्दाखेरि स्वागत गरेँ होइन, तर पनि ठिक छ, यो चल्छ, नेपालमा चल्ता है होइन। अनि अहिलेको हाल अवस्थामा चाहिँ हामी जान आँट्दैछौँ। अहिलेको हाल अवस्थामा चाहिँ हामी जान आँट्दैछौँ कार्यालय। अनि कार्यालयमा चाहिँ हाम्रो पुरै काम भएको कारणले गर्दाखेरि मेरो चाहिँ पासपोर्ट निकाल्ने काम भएको कारणले गर्दाखेरि जान आँट्दैछौँ दिदी बहिनी। अनि आज चाहिँ अलिक बिस्तारो बोलिदिएको भनेर जहिले मेरो भिडियोमा हाँसुर्दा कमेडीहरू हाल्नुहुन्छ क्या दिदीले। अनि त्यो भएर आज चाहिँ एकदम के भएर पो यो सुरिलो पाराले बोलिदिएको। अनि आज चाहिँ अब हामी जाँदैछौँ उयोमा। अनि पासपोर्ट निकाल्न अस्ति बेसिरहेको थियौँ नि त। अनि त्यही भएको कारणले अब चाहिँ पासपोर्ट लिएर आउनुपर्ने हुन्छ। पासपोर्टमा के कस्तो हुन्छ त्यो सबै तपाईँलाई देखाउने नै छौँ। अनि त्यसपछि हामी उहाँ पर त्यो बुद्धको त्यो खोइ के पनि छ क्या। अनि त्यहाँनिर त्यो भिडियोहरू पनि तपाईँलाई देखाएको छैन। चियाबगानको सबै देखेको छ, त्यो त तपाईँहरूलाई देखाएको छैन नि त। अनि आजको दिनमा चाहिँ त्यो ठाउँहरू पनि तपाईँलाई भिजिट गराउने छु। अनि त्यो ठाउँहरू देखेर तपाईँहरू पनि मनोरञ्जन लिनु होला भन्ने चाहन्छु। म गएँ टक्कसँग इलामको जिल्ला प्रशासन कार्यालयतिर जाँदैछौँ। अहिले चाहिँ त्यहाँ जाने बाटो हो साथीहरू। मस्त कारहरू, मस्त लोन्डाहरू। यस्तो अवस्थामा जाँदैछौँ क्या। गर्मी छ नि त आज इलाममा पनि, त्यही भएर हामी पुगिसक्यौँ कार्यालय। अब चाहिँ बहिनीको पासपोर्ट लिएर एकैचोटि हामी देखाउँछौँ ल तपाईँहरूलाई। यस, फाइनल्ली बहिनीको चाहिँ पासपोर्ट आइसकेको छ साथीहरू। अब बहिनी चाहिँ केही वर्षमा चाहिँ यो पासपोर्टमा छाप लाएर बाई बाई गर्छ नेपाललाई। कस्तो फिल भइरहेछ अरे? एकदम ठुलो म त बुढी भएको फिल भइरहेछ ला। बुढी फेरि स्विट कति पो 18 अब ला। 18 मात्रै अरे हाम्रो बहिनी चाहिँ। फेरि मेरो चाहिँ भन्नु हुँदैन मात्र लाग्यो अरे होइन। अब त लागेपछि त बुढी 18 भनेपछि त बुढी हो नि हौ। तर बहिनीले हातमा पासपोर्ट थमाइसक्यो, मैले चाहिँ थमाएको छैन अहिलेसम्म साथीहरू। म लाज हुन्छ ला। हामी चाहिँ यहाँनिर अहिले चियाबारीको माथि रोडमा आएर उभिरहेको छौँ कि साथीहरू। अनि यहाँदेखि चाहिँ कस्तो राम्रो चियाबारी देखिरहेछ क्या। उयोमा आएको रहेछ। इलामको चियाबारी एरियामा रहेको फुलहरू हेर्नु होला साथीहरू। भोलि पर्सि फुलेपछि म देखाउँछु तपाईँहरूलाई। अहिले चाहिँ यस्तो छ, उता वारपार छ क्या यस्तो। यो रोपेको फुलहरू चाहिँ वारपार परसम्म छ। आज चाहिँ हामी उता बुद्ध भएकोसम्म जाने हो, बुद्धको मूर्ति भएकोसम्म। होला हौ उयो जस्तो नि जस्तो लाग्यो भन्नु न दिदी मलाई हाम्रो छेउको
हामी चाहिँ गौतम बुद्धको मूर्ति भएको ठाउँमा आइसक्यौँ साथीहरू। पुग्न लागिसक्यौँ है, आइसक्यौँ आउन चाहिँ। तर अल्छी लागिरहेछ मलाई त्यहाँसम्म पुग्ने। आमासी कस्तो राम्रो घर छ। उताको चाहिँ देखिँदैन। त हामी चाहिँ पुरा गर्मी हुँदै हिँड्दैछौँ नि एउटा छाता। तर एकदम यस्तो गर्मी छ, यस्तो गर्मी छ, ताप भइरहेछ हाम्रो। मलाई त यति गर्मी भइरहेछ। त्योहरू हामी चाहिँ यहाँनिर के भन्छ हो बुद्ध भएको ठाउँमा आइसकेको छौँ। बुद्धको ठाउँमा हामी पनि शान्ति खोज्दै आएको क्या। यहाँ चाहिँ हामी आनन्द सुकुन अनि के भन्छ चिल अनि पिसफुल हावा पनि सर्र आइरहेछ। कपाल यहाँ उडेको देख्नुहोस्। फेरि यो त स्याम्पूको विज्ञापन गर्दा पनि हुने खालको कपाल छ है साथीहरू। भन के भन्नु मन लाग्छ। अनि गाइस आज चाहिँ हामी घुम्न आएको छौँ होइन। अनि त्यसपछि तिर्खा पनि यस्तो मस्त तरिकाले लागिरहेछ। अस्ति साथीहरूसँग आएको थियौँ यहाँनिर चाहिँ। अनि त्योभन्दा अगाडि पनि दिदीहरूसँगै आएको थियौँ। त्यति बेला चाहिँ भिडियो बनाएनौँ। अनि त्यति बेला चाहिँ दिदीले भिडियोहरू पनि हाल्नुहुन्थेन। अनि अब चाहिँ हाल्नु थाल्नुभयो। तपाईँहरूले दिदीलाई सपोर्ट गरिदिनु होला, यही भन्न चाहन्छु म। आँखै देख्दै छुइनँ हौ म त। आँखा सानो हुनु पनि पाप छ क्या गाइस। मेरो चाहिँ फेरि आफ्नो आँखा मात्रै सानो देखिन्छ क्या गाइस। अरूको आँखा त ठुलै देखिन्छ। तिम्रो त अलिक ठुलो ल। अब म तपाईँहरूलाई एकछिनमा यहाँको बुद्ध अलिक मजाले देखाउँछु ल साथीहरू। अहिले चाहिँ यहाँनिर आएर अलिक हावा खाँदै बसेको क्या। गर्मीदेखि आएको नि त। राम्रो हावा आइरहेछ। अति मस्त, अति चिल भनेर तपाईँहरू पनि चिसो खान चाहनुहुन्छ भने चाहिँ यहाँ आएर चिसो खान सक्नुहुन्छ। फेरि यहीँ नि पारी त्यो उतापट्टि गयो भने त घाम लाग्छ कि यता बुद्ध भएकोपट्टि आउनुपर्छ। अलिक आनन्द हुन्छ क्या नि। हावा पनि आउँछ, शीतल पनि हुन्छ। बुद्धको है जहाँ छन् बुद्धका आँखा पो त। जहाँ छन् बुद्धका आँखा गिताउँदैन। यहाँदेखि चाहिँ भालढुङ्गा जाने बाटो हो साथीहरू। यो बाटोदेखि चाहिँ उपरदेखिको सेतो रोड कटेर पनि उयो जुन हामीले डाँडा देखेको छ त्यो डाँडाहरू सबै कटेर जानुपर्छ भालढुङ्गा चाहिँ। अनि भालढुङ्गा जाने चाहिँ हाम्रो अहिले चाहिँ अलिक के भन्छ अवस्था तागत अल्छी अब त्यस्तै छ। अनि यहाँ चाहिँ पुरा ठ्याक्क गाउँ जस्तै छ क्या साथीहरू। कस्तो मजा लाग्छ यहाँ आएर हेर्नु भन्दा आनन्द गाउँमै छु जस्तो फिल हुन्छ। अनि फेरि चियाबारीहरू छ, कस्तो आनन्द हुन्छ। आनन्द सेवा र बुद्ध भएको ठाउँमा घुमेर बसेर एकदमै आनन्द लिएर आयौँ। अनि अब चाहिँ हामी बहिनी र म यहाँ तलतिर चियाबारीमा जान्छौँ, फोटो भिडियो खिच्छौँ अनि आनन्द लिन्छौँ। के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु साथीहरू। देखिहाल्नु नै छ। हामी चाहिँ अहिले यहाँ हिँड्दैछौँ। सजिलो हुन्छ नि यसरी। मेरो बहिनी यहाँ जाँदैछिन्। एक मात्र बहिनी आजको। यस्तो चढिदिउँ बाइकमा। चढ हिँडाउँछ होला मलाई महँगोको बाइक छिँदा खिदाउँदैन ल। यहाँ तल पनि छ घरहरू, मरिसकेपछिको घरहरू है। त्यो चाहिँ च्यानहरू। म त्यस्तो अवस्थामा छु ल साथीहरू। मैले चाहिँ अहिले ब्याक क्यामेरादेखि भिडियो बनाइरहेको छु। मलाई अलिक लाज लाग्छ क्या ब्याक क्यामेरादेखि बनाउनु चाहिँ। अनि अहिले मान्छे नहुँदा बनाएको ल। किक दिने भन्दै छु लु देउता बहिनी कसरी दिँदो रहेछु। म पनि दिन्छु नि। म यहीँदेखि दिन्छु ल। दिइसकेँ छाच्चीकै दिएँ। ओइ तर फोहोर त लागेन मेरो चप्पलमा फोहोरै थिएन। ऊ त त्यहाँ खिचेको भने यस्तो भिडियो मात्रै। जाउँ न चियाबारीमा त जानै पर्ने हुन्छ, त्यहाँ जिन्दगीमा गएको छैन।
मेरो ब्याक क्यामेराको भ्यू म त कस्तो अनौठो लाग्यो यसरी खिच्दा त हो कस्तो मजाले भिडियो बनाऊँ भन्छु अघि मान्छे आउँछ अनि लाज लागिहाल्छ त्यसको दोष त के भन्नु र मेरै दोष हो हामी चाहिँ अहिले यहाँ तल चियाबारी जाँदैछौँ साथीहरू अगाडि चाहिँ मेरो बहिनी जाँदैछिन् सानी बहिनी मभन्दा ठुली हामी चाहिँ अब यहाँनिर फोटो खिच्छौँ भिडियो खिच्छौँ अनि जान्छौँ यहाँदेखि चाहिँ टक्कसँगले हाम्रो क्याम्पसको ब्याकग्राउन्ड देखिन्छ क्या पछाडिपट्टिको लपडाँडा सब देखिन्छ चिन्ने काम तपाईँहरूको अब मैले त यहाँदेखि कहाँ सबै चिनाउनु लपडाँडा हो यहाँनिर अनि हाम्रो क्याम्पसको पछाडिको एरिया चियाबारी हाम्रो गाउँमा अमृतसरबारी छ भने यहाँ चियाबारी छ साथीहरू चियाबारी चिया 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 वाउ देख्नुहोस् मलाई पनि साथीहरू चियाबारीमा म कस्तो देखिएँ हामी यो के अरे हिमाल चढ्नु नसके पनि यो तर मलाई यहाँ पनि चिउ भयो यो चाहिँ इलामको फोटो खिच्ने एकमात्र ठाउँ यहाँ चाहिँ प्रायः मान्छेहरूले आएर खिच्छ तर इलाम बसेको 4-5 वर्ष 5-6 वर्ष बितिसक्दा पनि पहिलोचोटि म यो ढुङ्गा टेक्दैछु साथीहरू बहिनीले चाहिँ आएको केही समयमै टेकिसक्यो अब म सपनामा आइरहन्छु म हिट अफ द डे मेरो आउटफिट देखाइदियो आजको चप्पल अनि त्यसपछि फर्मल पेन्ट ब्याग पनि छ यस कति लाखको यहाँभित्र लाख भयो भने भइगयो अन्त त्यो तल देख्न सक्नुहुन्छ तपाईँले बस्ती टडर यहाँ तल हामी चाहिँ यता गएर आएको अहिले अब चाहिँ उकालो लाग्नुपर्ने हुन्छ के भन्न चाहनुहुन्छ भन्नुहोस् साथीहरू आज चाहिँ हामीहरू धेरै समय पछाडि चियाबारी आएको अनि एकदमै आनन्द 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 कति आनन्द भयो दिमाग खराब भएको थियो नि त अनि चियाबारी यसो बहिनीलाई जाउँ भनेर ल्याएँ बहिनीको पासपोर्ट पनि ल्याउनु थियो ल्याउँदै ल्याउँदै आयौँ घुम्यौँ पनि अलिकति माइन्ड फ्रेस भयो अब हामी जान्छौँ चियाबारी छोडेर तपाईँहरूलाई पनि आउनु मन लाग्छ भने आउनु होला कृपया इलामको चियाबारी चाहिँ अहिले घुमौँ लाग्दो भएको छ क्या अब अलिक पछाडि त झन् फुलहरू सबै फुल्छ यसो फोटो भिडियो बनाउँदै आउनु होला साथीहरू कृपया यस ओके बाई 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 भन्नु अब हामी चाहिँ कहाँ जान्छौँ भने अब यही कहाँ जान्छौँ अब भिडियो हेर्दै गर्नु होला भिडियो हेरेपछि सो गाइस म चाहिँ दिदीको क्यामेराम्यान हो मैले बोल्न थालेँ म चाहिँ दिदीको क्यामेराम्यान हो अनि त्यसपछि आज चाहिँ दिदी र म टक्क लगाएर आयौँ अनि मेरो पासपोर्टहरू पनि निकाल्नु पर्ने थियो पासपोर्टहरू पनि निकालेँ आएँ अनि एकदम मजा आइरहेछ चिलमा मस्त तरिकाले भइरहेछ माइन्ड पनि फ्रेस भइरहेछ किन भन्दाखेरि कस्तो राम्रो मौसम पनि भइरहेछ घाम पनि त्यस्तो धेरै चर्को पनि लागेको छैन होइन हावा पनि सर्र यस्तो मस्त तरिकाको आइरहेछ त्यही भएको कारणले एकदम चिल एकदमै पिसफुल गर्दैछु फिल गर्दैछु अनि त्यही भएर अब दिदी बहिनी चाहिँ हामी लाग्नुपर्ने हुन्छ हेर्दै गर्नलाई भिडियोलाई हेर्दै गर्नलाई बहिनीसँग आउनुको फाइदा चाहिँ यही छ क्या बहिनीले मलाई फुल सपोर्ट गर्छ क्या भिडियो बनाउनको लागि उसलाई फेरि आउँछ नि त कस्तो कस्तो भिडियो बनाउनुपर्छ भन्ने अनि मलाई सपोर्ट गर्छ क्यामेरा बोकिदिन्छ मलाई भिडियो बनाइदिन्छ ऊ पनि बोल्छ कस्तो अब उसले मलाई धेरै हेल्प गर्छ क्या अनि त्यही भएर म चाहिँ बहिनीसँग आउनु धेरै रुचाउँछु क्या साथीहरू फेरि बहिनीसँग चाहिँ लगातार आउनेछ है मेरो चाहिँ भिडियोहरू आयो भने चाहिँ इलाम हुन्छ अब चाहिँ टक्क लगाएर हामी जानुपर्ने हुन्छ बाटोमा भेट्दै गरौँ लगाइ हामी चाहिँ अहिले सब माथि माथि घुमेर पनि आइसक्यौँ साथीहरू अब चाहिँ हामी हाम्रो भिडियो इन गर्न चाहन्छौँ बहिनीलाई म यो कामले जिम्मा दिन्छु ल सो गाइस आज चाहिँ आजको लागि
के बोल्नु सो गाइस आजको लागि धेरैभन्दा धेरै धन्यवाद तपाईँले यो अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरूको माया र सपोर्टको लागि एकदमै धेरैभन्दा धेरै धन्यवाद छ अनि अझै पनि तपाईँहरूको माया र सपोर्ट चाहिरहेको छ हाम्रो दिदीलाई होइन सो त्यही भएको कारणले तपाईँहरूको माया र सपोर्ट अझै बढाइदिनु होला भन्न चाहन्छु अनि आजको भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरैभन्दा धेरै धन्यवाद भन्न चाहन्छु अनि आजको लागि यति नै अब तपाईँ भन्नु चाहनुहुन्छ अनि यति जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि भिडियोलाई लाइक कमेन्ट सेयर एन्ड मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला साथीहरू भन्दै पनि गरिदिनु होला बाई बाई फेरि अर्को भिडियोमा भेट्नेछौँ बहिनीलाई धेरै धेरै धन्यवाद है तर किन भनेर त अब भन्नै पर्दैन